आउनु पर्छ। अस्ति नै फेरि काउन्ट भएको थिएन भनेको थियो कि त्यो मेरो रेगुलेटर किन अरू त्यस्तो बोलाउने फेरि। दाइले सोधेको। दाइले म त हो र 8 बजीसम्म बस्छु यहाँ। भोलिको पक्का हुना रहेछ क्या मान्छे हेर्छु। वेलकम हार्ट हार्ट। यस यस पठाइदिन्छु। तर त्यो मलाई भन्थ्यो क्या अस्ति नै रिक्रुटरले 8 बजीसम्म 8 जहिले 31 र 30 र 31 को चाहिँ यस्तै हुन्छ भन्नु थियो कि अस्ति नै नि काउन्टै भएको थिएन भन्नु थियो कि मलाई। त्यही भएर हो कि म डराएको चाहिँ। डराएको भन्नाले नि मलाई अब यतिले गर्दाखेरि अस्ति नै मेरो यस्तै भएको कि मलाई थाहा थिएन होइन। मेरो फर्स्ट टाइम म यहाँ आउँदाखेरि मैले 50K को टार्गेट गरेको थिएँ कि मलाई थाहा थिएन टार्गेट कति हो। सोधेखान है मलाई कहाँबाट हेर्ने के पनि थाहा छैन। अनि मैले त टार्गेट पुग्यो भनिदिन्थेँ हजुर। आखिरमा मेरो पुगेकै रहेनछ। 200ले हो कि 300ले मेरो टार्गेटै पुगेन। अनि त्यो त कतिले सोध्नु भएको थियो। मलाई पुग्यो सबैले पुग्यो भने मैले पनि पुग्यो भनिदिएँ। के कारण एक्स्ट्रा पायो भने उनीहरूको वेस्ट हुन्छ भनेर मैले पुग्यो भने कि पछि बल्ल थाहा पाएँ। त्यस्तो कहानी। अनि अहिले त मलाई अहिले चाहिँ मलाई यतिले गरेर नहोस् भन्ने भएको के किनभने नहोस् सोच। त्यतिखेर त म सोधेको थिएँ नि मतलब थाहा थिएन नि त मलाई। के थाहा त नि अझ त्यो नोबालाई हान्नुभएको थियो कि बकम फुसेलले। अनि त्यसपछि बकम फुसे मलाई चाहिँ नहान्नु भनेको। ए भगवान् कस्तो के लाटो हो नि हान्दैमा केक्का नै। अनि सेकेन्डमा त सेकेन्ड मन्थमा त यस्तो बब्बाल लाइभ बसेको थिएँ म। यति सेकेन्ड मन्थमा यति धेरै लाइभ बसेको थिएँ। सेकेन्ड मन्थमा मैले डेन्जर लाइभ त्यतिखेर म यति धेरै लाइभ बसेको थिएँ। पनिसमेन्ट खेलेको थिएँ। नोभा र म त बेलुका पानी नै खनाएको थिएँ। वेलकम ब्याक स्याम। 52 स्याम भन्नु है यहाँ म रेकर्ड गर्छु। यस्तरी होस् क्या। हेर त उता मेसेज। वेलकम इरोर। वेलकम दास। आउनु पर्छ। अस्ति नै फेरि काउन्ट भएको थिएन भनेको थियो कि त्यो मेरो रेगुलेटर किन अरू त्यस्तो बोलाउने फेरि। दाइले सोधेको। दाइले म त हो र 8 बजीसम्म बस्छु यहाँ। भोलिको पक्का हुना रहेछ क्या मान्छे हेर्छु। वेलकम हार्ट हार्ट। यस यस पठाइदिन्छु। तर त्यो मलाई भन्थ्यो कि अस्ति नै रिक्रुटरले 8 बजीसम्म 8 जहिले 31 र 30 र 31 को चाहिँ यस्तै हुन्छ भन्नु थियो कि अस्ति नै नि काउन्टै भएको थिएन भन्नु थियो कि मलाई। त्यही भएर हो कि म डराएको चाहिँ। डराएको भन्नाले नि मलाई अब यतिले गर्दाखेरि अस्ति नै मेरो यस्तै भएको कि मलाई थाहा थिएन होइन। मेरो फर्स्ट टाइम म यहाँ आउँदाखेरि मैले 50K को टार्गेट गरेको थिएँ कि मलाई थाहा थिएन टार्गेट कति हो। सोधेखान है मलाई कहाँबाट हेर्ने के पनि थाहा छैन। अनि मैले त टार्गेट पुग्यो भनिदिन्थेँ हजुर। आखिरमा मेरो पुगेकै रहेनछ। 200ले हो कि 300ले मेरो टार्गेटै पुगेन। अनि त्यो त कतिले सोध्नु भएको थियो। मलाई पुग्यो सबैले पुग्यो भने मैले पनि पुग्यो भनिदिएँ। के कारण एक्स्ट्रा पायो भने उनीहरूको वेस्ट हुन्छ भनेर मैले पुग्यो भने कि पछि बल्ल थाहा पाएँ। त्यस्तो कहानी। अनि अहिले त मलाई अहिले चाहिँ मलाई यतिले गरेर नहोस् भन्ने भएको के किनभने नहोस् सोच। त्यतिखेर त म सोधेको थिएँ नि मतलब थाहा थिएन नि त मलाई। के थाहा त नि
अझ त्यो नोबालाई हान्नुभएको थियो कि बगम फुसेलले, अनि त्यसपछि बाबा म चाहिँ मलाई दिन हान्नु भनेको। ए भगवान्, कस्तो के लाटो हो नि, हान्दैमा केक्का नै। अनि सेकेन्डमा त सेकेन्ड मन्थमा त है यस्तो बब्बाल लाइभ बसेको थिएँ म, यति सेकेन्ड मन्थमा यति धेरै लाइभ बसेको थिएँ। सेकेन्ड मन्थमा मैले डेन्जर लाइभ, त्यतिखेर म यति धेरै लाइभ बसेको थिएँ, पनिसमेन्ट खेलेको थिएँ। नोभा र म त बेलुका पानी नै खनाएको थिएँ। वेलकम ब्याक स्याम। 52 स्याम भन्नु है, यहाँ म रेकर्ड गर्छु। यसरी बस्छ क्या। हेर त उता मेसेज। वेलकम इरोर, वेलकम दास। आउनु पर्छ। अस्ति नै फेरि काउन्ट भएको थिएन भनेको थियो कि त्यो मेरो रेगुलर किन अरू त्यस्तो बोलाउने फेरि। दाइले सोधेको, दाइले म त हो र 8 वर्षसम्म बस्छु यहाँ, बोलीको पक्का हुँदो रहेछ क्या मान्छे, हेर्छु। वेलकम हार्ट हार्ट। यस यस पठाइदिन्छु। तर त्यो मलाई भन्थ्यो कि अस्ति नै रिक्रुटरले 8 वर्षसम्म 8 जहिले 31 र 30 र 31 को चाहिँ यस्तै हुन्छ भन्नु थियो कि, अस्ति नै नि काउन्टै भएको थिएन भन्नु थियो कि मलाई। त्यही भएर हो कि म डराएको चाहिँ, डराएको भन्नाले नि मलाई अब यतिले गर्दाखेरि अस्ति नै मेरो यस्तै भएको कि, मलाई थाहा थिएन होइन, मेरो फर्स्ट टाइम म यहाँ आउँदाखेरि मैले 50K को टार्गेट गरेको थिएँ कि, मलाई थाहा थिएन टार्गेट कति हो, सोधेन है, मलाई कहाँबाट हेर्ने के पनि थाहा छैन। अनि मैले त टार्गेट पुग्यो भनिदिन्थेँ हजुर, आखिरमा मेरो पुगेकै रहेनछ। 200ले हो कि 300ले मेरो टार्गेटै पुगेन। अनि त्यो त कतिले सोध्नु भएको थियो, मलाई पुग्यो सबैले पुग्यो भने मैले पनि पुग्यो भनिदिएँ। के कारण एक्स्ट्रा पायो भने उनीहरूको वेस्ट हुन्छ भनेर मैले पुग्यो भने कि, पछि बल्ल थाहा पाएँ। त्यस्तो कहानी। अनि अहिले त मलाई अहिले चाहिँ मलाई यतिले गरेर नहोस् भन्ने भएको के, किनभने नहोस् सोच। त्यतिखेर त म सोधै थियो नि, मतलब थाहा थिएन नि त मलाई, के थाहा त नि। अझ त्यो नोबालाई हान्नुभएको थियो कि बगम फुसेलले, अनि त्यसपछि बाबा म चाहिँ मलाई दिन हान्नु भनेको। ए भगवान्, कस्तो के लाटो हो नि, हान्दैमा केक्का नै। अनि सेकेन्डमा त सेकेन्ड मन्थमा त है यस्तो बब्बाल लाइभ बसेको थिएँ म, यति सेकेन्ड मन्थमा यति धेरै लाइभ बसेको थिएँ। सेकेन्ड मन्थमा मैले डेन्जर लाइभ, त्यतिखेर म यति धेरै लाइभ बसेको थिएँ, पनिसमेन्ट खेलेको थिएँ। नोभा र म त बेलुका पानी नै खनाएको थिएँ। वेलकम ब्याक स्याम। 52 स्याम भन्नु है, यहाँ म रेकर्ड गर्छु। यसरी बस्छ क्या। हेर त उता मेसेज। वेलकम इरोर, वेलकम दास।